वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू, यदि तपाईँहरू आफ्नो खातामा राष्ट्रिय परिचय पत्र एड गर्नु भएको छैन भने यो भिडियो हेरेर छिट्टो एड गर्नु होला, नत्र केही दिनमा तपाईँहरूको खाता ब्लक वा बन्द हुन सक्छ। त्यही भएर तपाईँहरू आफ्नो एनआइडी नम्बर आफ्नो खातामा एट्याच गर्नु होला र म तपाईँहरूलाई कम्प्लिट इन्फर्मेसन यो भिडियोमा दिनेछु। एनएमबी ब्याङ्कको खाता तपाईँहरूको छ भने तपाईँहरू आफ्नो मोबाइल ब्याङ्किङमा पनि त्यहाँ खोलेर एनआइडी सर्च गर्नुहुन्छ भने त्यहाँ फर्स्टैमा आउँछ, त्यहाँ क्लिक गरेर सेम प्रोसेस युज गर्नु होला। साथीहरू, सबभन्दा पहिले आफ्नो मोबाइल वा ल्यापटपको क्रोम खोल्नु होला, अनि त्यसपछि त्यहाँ लेख्नु होला एनआइडी अपडेट र जुन ब्याङ्कको खाता छ त्यहाँ लेख्नु होला। यदि आयो भने तपाईँहरूको ब्याङ्कको सिस्टमले अपडेट गरिसकेछ, यदि आए छैन भने केही दिनमा अपडेट हुनेछ। अनि त्यहाँ सर्च गर्ने बित्तिकै फर्स्टैमा एउटा वेबसाइट आउँछ एनआइडी अपडेट, त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि अर्को इन्टरफेस खुल्छ, यहाँ हेर्न सक्नुहुनेछ। केही छिन प्रोसेसिङ हुन्छ, त्यसपछि खुल्छ। यहाँ हेर्नु, एनआइडी अपडेट, चुज युर अपडेट मेथड। यहाँ दुईटा मेथड देखाइरहेको हुन्छ कि तपाईँहरू नागरिक एपबाट लिङ्क गर्न सक्नुहुनेछ या अपडेट म्यानुअली। तपाईँहरू यहाँ स्क्यान विथ नागरिक एपमा क्लिक गर्नुहुन्छ भने त्यहाँ एउटा स्क्यानर दिएको हुन्छ। तपाईँ नागरिक एपबाट स्क्यान गर्नु त्यहाँ गर्नुहुन्छ त्यो स्क्यानरलाई, त्यसपछि अटोमेटिक तपाईँहरूको पुरै डिटेल्स फिलअप हुनेछ। यदि तपाईँहरू नागरिक एप तपाईँहरूको मोबाइलमा छैन भने तपाईँहरू अपडेट म्यानुअलीमा क्लिक गर्नु होला। अपडेट म्यानुअलीमा क्लिक गर्नुहुन्छ भने त्यसपछि यहाँ सिक्युरिटी चेक भनेर एउटा अप्सन आउँछ, त्यहाँ आई एम नट रोबोट त्यहाँ क्लिक गरेर त्यसपछि तल कन्टिन्यूमा क्लिक गर्नु होला। केही छिन त्यो प्रोसेसिङ हुन्छ, पुरै प्रोसेसिङ हुनु दिनु। त्यसपछि अर्को इन्टरफेस खुलेर आउँछ। यहाँ हेर्नु, एनआइडी अपडेट। र साथीहरू, तपाईँहरू जुन खातामा नम्बर दिनु भएको छ त्यो मोबाइल नम्बर पनि चाहियो, किनभने त्यहाँ ओटिपी भेरिफिकेसन पनि हुन्छ। त्यहाँ तपाईँहरू जुन नम्बर दिनुहुन्छ त्यहाँ ओटिपी जान्छ र तपाईँहरूलाई त्यो ओटिपी यहाँ अहिले दिनुपर्छ। त्यही भएर जुन खातामा नम्बर दिनु भएको छ त्यही नम्बर यहाँ भर्नु होला। यहाँ हेर्न सक्नुहुनेछ एकाउन्ट नम्बर मागिरहेछ, तपाईँ आफ्नो एकाउन्ट नम्बर भर्नु होला। त्यसपछि मोबाइल नम्बर भर्नु होला, त्यसपछि एनआइडी नम्बर भनेछ त्यो पनि भर्नु होला। त्यसपछि यहाँ सब्मिटमा क्लिक गर्नु। सब्मिटमा क्लिक गर्नुहुन्छ भने ओटिपी भेरिफिकेसन आउँछ, जुन तपाईँहरूको मोबाइलमा जानेछ र तपाईँहरू हेरेर ओटिपी त्यहाँ भर्नु होला। त्यो ओटिपी दिइसकेपछि सब्मिट गर्नु होला। त्यसपछि यति गर्दाखेरि तपाईँहरूको एनआइडी अपडेट भइसक्यो, अझै केही गर्नु पर्दैन। 1-2 दिन पछि तपाईँहरूको मोबाइलको इनबक्समा जान्छ कि तपाईँहरूको राष्ट्रिय परिचय पत्र खातामा एट्याच भइसक्यो, एउटा यस्तो मेसेज आउँछ। यति गर्दा तपाईँहरू कम्प्लिटली एनआइडी एट्याच गरिसक्नु भयो। साथीहरू, यदि तपाईँहरूलाई यो भिडियो इन्फर्मेटिभ लागेछ भने तपाईँहरू यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। आगामी दिनमा पनि म यस्तै इन्फर्मेटिभ भिडियोहरू यो च्यानलमा अपलोड गर्नेछु। र साथीहरू, तपाईँहरूलाई यदि कुनै कन्फ्युजन छ यो भिडियोमाथि भने तपाईँहरू कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्नुहोला। तपाईँहरूको कमेन्टको अवश्य म रिप्लाई गर्नेछु र तपाईँको प्रब्लम सल्भ गर्नेछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।